नमस्ते सबैलाई। म तपाईँहरूकै आफ्नो मान्छे गायक कुशल शर्मा। यो माला देख्दाखेरि बिहेको माला हो कि जस्तो पनि लाग्ला, तर साँच्चीकै गुल्मी जिल्लाको राष्ट्रिय लोकता गीत प्रतिष्ठान नेपाल गुल्मी जिल्ला शाखाले 8औं अधिवेशन गर्दै गर्दाको म आज प्रमुख अतिथि भएर आउँदै गर्दाखेरि यो क्षण हो र यति बेला ठ्याक्कै हामीहरू मनिष मोबाइलमा छौँ। मनिष मोबाइलमा हामीलाई एकदमै सपोर्ट गर्नुभएको थियो लोकदल प्रतिष्ठानलाई, त्यो आर्थिक होस् अथवा अरू कुरा होस् होइन, भौतिक होस्, धेरै किसिमबाट हामीलाई सपोर्ट गर्नुभएको कारणले गर्दाखेरि म यहाँ आज आधारमा मैले 2 शब्द बोलिदिएर केही राम्रो हुन्छ कि भन्ने आधारमा पनि मैले बोलेँ र सम्पूर्ण मेरा फ्यान शुभचिन्तक आफन्तजनहरूलाई यो पसलमा आएर एकैछिन तपाईँहरू भिजिट गर्नका लागि आग्रह गर्छु। तपाईँलाई मनपर्ने मोबाइलहरू, चस्माहरू होइन, एयरबडहरू, धेरै किसिमको सामानहरू हामीले यहाँ पाउनेछौँ। तपाईँहरू ठ्याक्कै लाँकुरी मञ्च, तम्घासको लाँकुरी मञ्चको ठ्याक्कै अगाडिपट्टि मनिष मोबाइल भन्ने छ, यहाँ आइदिनु होला भन्न चाहन्छु। धेरै धेरै स्वागत छ। भयो नि मनिष।